एउटा लोकतन्त्रमा एउटा नागरिकलाई दिएको सबैभन्दा ठुलो अधिकार हो मताधिकार। त्यो मताधिकार भन्दा ठुलो अधिकार केही पनि हुँदैन। तपाईहरूलाई पनि शासन गर्ने अधिकार एउटा छ, मलाई पनि शासन गर्ने अधिकार एउटा छ। एउटा अधिकार हुन्छ लोकतन्त्रमा नागरिकको, त्यो नागरिकको एउटा अधिकारले उसले शासन गर्न पाउँछ, जो पनि तपाईको शासक बन्न सक्छ 5 वर्षका लागि। त्यो मताधिकार तपाईहरूले रक्सीमा बेच्नुभयो, कुनै प्रलोभनमा बेच्नुभयो, कसैले तपाईले फास्लाङ फुस्लुङ गरेर त्यतातिर तपाईले फाल्नुभयो भने यो देश बन्नेवाला छैन। श्रम संस्कृतिको सरकार बन्नुपर्छ भन्नेले हात उठाइदिनुहोस् त एकचोटि। यतिका धेरै मान्छेहरूले भनिसकेपछि श्रम संस्कृतिको सरकार बन्दैन भन्ने कुरामा मलाई शंका भए। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी चुनाव लड्दैछौँ, हामी जित्छौँ। तपाईँ जित्नुहुनेछ, किनभने श्रम संस्कृतिले जित्नु नै, तमाम किसानले जित्नु हो, तपाईँले जित्नु हो, सम्पूर्ण तपाईँको चाहिँ मजदुरले जित्नु हो। यहाँहरू सबैजनालाई म यो जानकारी गराउन चाहन्छु, निवेदन गर्न चाहन्छु। म भोट माग्दिनँ है, माग्दाखेरि दिनु पनि हुँदैन है। मैले के भन्दैछु भने तपाईँहरूले विवेक प्रयोग गर्नुहोस्, थिंक हियर है। तपाईँको छातीमा, तपाईँको टाउकोमा यो देश छ कि छैन? हो, चिच्चाएर हर्क साम्पाङले आज भोट माग्यो भनेर तपाईँ भन्दै हुनुहुन्छ होला। मैले तपाईँहरूलाई भोट मागिरहेको पनि छैन। दिनुहुन्छ भने ठिक छ, म स्वीकार्छु। दिनुहुन्न भने मैले जबरजस्ती गर्न मिल्छ? मैले सबैजनाले भनिरहेको छु, तर तपाईहरूलाई म जगाउँछु, र सही मार्गमा लगाउँछु। यदि तपाईहरूलाई लाग्छ चुनाव चिन्ह माटो तपाईँको छैन, भोट हाल्ने चुनाव चिन्ह हो भने तपाईँहरूले भनिदिनु होला, म भोट दिनेछु। भन्दिनँ, हात उठाइदिनु होला। यहाँहरू सबैजनाले धन्यवाद दिन चाहन्छु। यहाँहरू त्यो माटो भनेको तपाईँको माटो हो, सङ्घको सभाको माटो हो, देशको माटो हो। त्यो अधिकार तपाईँको हो, त्यो मेरो अधिकार, तपाईँको छैन एक्लो अधिकार होइन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, भरे म सुन्छु तपाईँहरूको कुरा। अब अलिकति 2-4 कुरा मैले राख्नुपर्छ है। बोर लाग्यो? माथि बोर लाग्यो छैन भने यसो गरिदिनु त। हो, अब म तपाईहरुलाई को हो हर्क साम्बाङ भन्ने सुनाउँछु ल। तपाईहरु हर्क साम्बाङको कुरा सुन्न आउनु भएको हो। तर हर्क साम्बाङ को हो त? हैन, म त होइन है, म त होइन हर्क साम्बाङ। मैले पनि चिन्छु त्यो केटालाई, चिन्नु चाहिँ हैन। र त्यो केटालाई मैले चिनेको छु, मैले बुझेको छु। मेरो नजरमा त्यो हर्क साम्बाङ भन्ने एउटा फुच्चे केटो, अनुहार नपरेको केटो कस्तो केटो हो भन्ने कुरा म अलिकति सुनाउँछु ल है। ध्यान दिएर सुन्नुहोस् है।